सुजन भइरहेको आजको कार्यक्रम बिम्ब प्रतिबिम्बमा प्रदेश र प्रदेशका मुक्तकिला मनहरूले फेसबुकको मुक्तक संसारमा टाँच्नुभएका चोटिला बाँकिला मुक्तकहरू सर्लक्कै साभार छन्। आजकल त सामु नगरे पानी कहिले पर्छ त भाइ? कहिले त अनि पानी पर्ने? आजकल सक्नु भनेर आउँछ सके लग्ने नसके यत्रै सिद्धिने दुःखसँग पनि सायद धेरै दुःखसँग पनि सायद मेरो मुटुको मात्र ठेगाना छ। त्यसैले पानी लागेकै छैन, अलिअलि छड्काएर बस्छ न भाइ। त्यसैले त पानी कहाँ छ? माथिदेखि तलसम्म पानी नै छैन। सुजन बैरागीका जस्ता मुक्त होइन सकेको मुक्त अब हेर न मौसम यस्तो छ, तिमी आउन ढिला गरिहाल्यो। सुजन बैरागीजीको मुक्त शीतल किन चाहियो त? भर्खर एक थल भात खाएको छ, यहीँ छ एक्लोदेखि जीवन के तिनले पनि राम्ररी भन्दै आएका हुन्छन्। एक्लोदेखि तिनले पनि राम्ररी घुम्दै आएका हुन्छन्। तिमी पछि भिड अर्को पालि तिमी लिएर आउनु त, के लाग्छ म पनि हेर्छु। तिमीलाई पछाडि भिड लाग्दैन आफूलाई ठुलो महान नसम्झ तिमी। ती तिमीलाई भोलिका धेरै मान्छे स्वार्थले पछि लागेका हुन्छन्। ती तिमीलाई पछि लागेका हुन्छन्। मान्छे जस्तो स्वार्थी र कुनै पनि हुँदैन भने ठुलो कुरा भएछ। भोलि लगाएर पत्रिकामै छापिदिउँ कि? किनकि म अझै तिम्रो सहरमा छु। हिजो आज म त निकै खबरमा छु प्रिय, किनकि म अझै तिम्रो सहरमा छु प्रिय। केही यी नयनले खोजिया छैनन्, के हो आउनु अबेर गरे खोजिया छैनन्। खपटेको चट्टा के गर्यो फेरि त्यसले? 4 लाख मात्रै लिएर आएछ, एउटा हराएको नि बाटा। फेरि मतलब होइन 4-5वटा छ कि छैन, 4वटा चाडा भनेको भने अनि हाकिमले साफ फर्काएपछि बोल्दा एउटा त हरायो नि अरे एक चमेटा यसरी दिनु मन थियो। अनि केही भनेन त? पुरा मिलाएको भए त मिलिहाल्छ नि त्यो चाड। हराइसकेको चिठी कसरी पुरा मिल्छ? किन नमिल्नु? मिलायो भने जे नि मिल्छ नि। तिमीलाई थाहा छ 1 वर्ष अगाडि के भएको छ? ठ्याक्कै 1 वर्ष अगाडि 13वटा चिठी मैले ल्याएर यहाँ राखेको छु, ठ्याक्कै यहीँ राखेको छु है। 13वटा चिठी गनेर राखेको। अब बिहान उठेर हेर्छु 12वटा मात्रै छ। अब ओछ्यान पटाएर हेर्छु छैन, यता हेर्छु छैन, उता हेर्छु छैन। अब उता चर्पीमा गएर सुता हेरेको त्यहाँ पनि छैन। अब के गर्ने भन्दा म त अर्को बिहान थचक्क बसेँ। सुन है, अनि बिहानै उठेँ, त्यही 12वटा चिठी लिएर म गएँ। 12वटा चिठी सबै बाँडेँ। अब एउटा चिठी कसको रहेछ भन न? मेरो साथीको पुरी सुनिदिएँ। अब आएर मेरो हात च्याप्प समात्थे, चिठी नलि जानै दिन्न भन्छे। अब म त के गर्ने भनेर हैरान त्यसलाई यसो यताउति भएर घर आएँ। घर आएर आफै चिठी लेखेँ। आफै अक्षर मिले त त्यहाँबाट किन्न देवले हातले लेखेको। त्यसको बुढाको अक्षर कागले छेडेको। सुन न, अर्को दिन लगेर पढाइको के थाहा पाउँछ त्यसले? किन नमिल्छ भाइ? गयो भने धेरै मिल्छ नि। अझै बाँकी नै छ कुरो। सुन न, अनि अर्को दिन आएको कोठामा आएर हेरेको ऊ त्यहाँ तुलोमा है, यहाँ ऊ त दुलो, यो दुला देव ठुलो दुलो पनि छैन। त्यहाँ चिठी झुन्डिरहेको छ तुरुङ्ग मुसाले। दाजु जम्मै धुलो छ हेर त। छोडिदेऊ न, छोडिदेऊ अहिले। दाजु नगर्नु भयो, जम्मै हेर त धुलै धुलो। छोडिदेऊ न। भाखा गणेशको बाँधला छोडिदेऊ कि? सानो सानो किन हो? दाजु यस्तै
सक्छु भन्थ्यौ होइन रहेछ जङ्गल सङ्गीत भाइ क्या आऊ हे तेरी सक्दैन हे दाजु आउनु न हे जम्मै साँझको बेला हिजो च्याप्टर गरेर रातभरि सुत्न पाएको छैन किनभने सबलाई मारेर निद्रा पनि सुन्छौ त्यहाँबाट तिमीले किन नसुन्नु हिजो रातभरि सुता छैन बेकारमा नहेर त माटै माटो भयो मुनै गरी अब आफूलाई फेरि हात खुट्टा नचढाइ निन्द्रै नलाग्थ्यो त्यही माथि च्यार 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 गरेर रातभरि सुत्न पाएको छैन अब तिमीमा हात खुट्टा चढायो भने फुत्त हात खालिदिहाल्छु मलाई त सक्सक हुन्छ हो दाजु सक्सक हुन्छ अब पछि बुढी ल्याएपछि पनि सक्सक हुन्छ भन्दा सुत्न दिँदैन क्या छेउमा अब बुढीले त बुढीले के गर्छौ भन त बुढीले हात हाल्यो भने के गर्छौ अनि तिमी कति गर्दा पुग्यो 25 अनि घरमा 25 मा त मैले 2 जना घरले छोरो पाइसकेको थिएँ यसरी हुँदैन है भाइ बिहे भने त चाँडै गर्नुपर्छ आमा बाउ हेर्नु पर्यो त्यो पनि सोध्नु पर्यो नि तिमीले अनि के कोही छ तिम्रो कोही छ क्या तिम्रो म त अघि थाहा पाएछ यस्तो राम्रो मान्छे कोही न कोही भइहाल्छ को भन त भन्न सके अब चिठी बोक्ने आफै अनि आफै नाम्ने गएर भनिदिने नि आउँदैन अरे यसरी जाने हेर है यसरी जाने के अरे तिम्रो केटी नाम सीता गीता रिता सरिता ए भन न भाइ यसरी जाने यार यसरी जाने हेर है यस्तरी आँखाले आँखा मिलाउने यसरी हेर है अस्मिता ए अस्मिता म तँलाई कति माया गर्छु त बिना त म बाँच्नै सक्दिनँ यसरी भन्ने हेर तँलाई मेरो मनको कुरा मैले भन्न मात्रै नसकेको तँलाई म कति माया गर्छु यसरी भन्ने हो क्या भाइ किन नभन्नु तिमी योपालि मेरो घर घर पनि महिने पछि वर्ष पछि कति जाने हो ए योपालि हिँड न भाइ खै अलिकति यता कहिले बिन्दास त कहिले उदास हुन्छ कहिले नखट्छ कहिले मेरी सानी ठ्याक्कै लिखित योजनामा 19 20 लिखित योजनामा त सक्दैन 21 लाग्यो सोचे जस्तो खै अलिकति उठ्छ त खै त ल यता हेर त ल ठ्याक्कै जोडी ए भाइ पनि अब आफूले भन्न सकेको केटीलाई चाहिँ चिठी पनि लेख्न नसक्ने कि चिठी लेख्ने भन्न त सकेन तिमीले आउँदैन पखाइछ म सिकाउँछु आज आउने भए त पहिले दिइसक्थे त लेख न यहाँ छन् थरी तिमीलाई थाहा छ भाइ एउटा कुरा यो संसारमा सबैभन्दा राम्रो चिठी कसले लेख्छ भन्दा थाहा छैन तिमीलाई यो संसारमा सबैभन्दा राम्रो चिठी आमाले छोरालाई अनि प्रेमीले प्रेमिकालाई लेख्छ यहाँ हेर है राधा कृष्ण यो चाहिँ ठिक्क तिमीलाई मिल्ला छैन कहाँ खोज्छन् दाजु
एक खोज्छु नि फेरि दाजु सुन्नुहोस् सरकार तिम्रो मोबाइल पो छ र हामी त आँखा होइन नि हामी त पुलको हुन्छ केको पुल भाइ यस्तो पुल हामी लागि छमुस्कै लागि भनिरहेको छु तिमी नागै बस म त गए मुखमा छमुस्कै लागि गर्न खोजिरहेको छु शान्तिजीको मुक्तक यस्तो छ किन भइरहेको रस पिउनुको मजा बेग्लै हुन्छ आफ्नो र छुटाउनुभन्दा सुन्नुको मजा बेग्लै हुन्छ हतार किन भइरहेको रस पिउनुको मजा बेग्लै हुन्छ आफ्नो र छुटाउनुभन्दा सुन्नुको मजा बेग्लै हुन्छ बढाउन भन्दा गिराउन खोज्नेहरू प्रशस्तै भेटिन्छन् यहाँ बढाउन भन्दा गिराउन खोज्नेहरू प्रशस्तै भेटिन्छन् यहाँ त्यसैले त ऊर्जा मिल्छ जीवनको मजा बेग्लै हुन्छ त्यसैले ऊर्जा मिल्छ जीवनको मजा बेग्लै हुन्छ यति नै कपिलो बसाइमा साक्षीमा पारी निष्फलको जीवनदेखि शान्ति हराएर अधिकारीले पठाउनेका छोटिला खोटिला र भान्किला मनपर्छु जस्ता जस्तै शाखाहरू तपाईँको कपिलो हेर्नका लागि तपाईँको बिम्ब प्रतिबिम्बको तर्फबाट हार्दिक बधाई अनि शुभकामना मैले त अघि पढिदिन्छु भनेको खुब पुलसिल भनेर खोइ त कहाँ गयो यो पुल म त अहिले अघि पढिहाल्थेँ नि मसँग लजाउँछ फेरि खै अहिले म पढिदिन्छु पुलसिल भने त्यस्ता पुल त हामी नाच्छौँ मैले अघि भने माया मारी भनेर सोच्न पनि सक्दिनँ पढिदिन्थेँ उहाँले आफ्नो रस्ती बस्तीमा छैन त्यो भएर हामीले पनि बोल्न पाइएन नीलकण्ठजी अब मुक्तक पोस्ट गर्दाखेरि आफ्नो थलोको रस्ती बस्तीको ठेगाना पनि उल्लेख गर्न चाहिँ नबोल्नु होला है पढ्छु है नसुना प्रिय राधा यता म सम्झैछु त्यहाँ तिमीलाई नि कुशल मङ्गल होला भन्ने आशा गर्दछु खासै भन्नुपर्ने कुरा त केही थिएन तर तिम्रो यादले मुटु रेटेपछि नलेखी बस्नै दिएन हेर न तिम्रो हात समाएर रनबन डुलेको तिम्रो काखमा शिर राखेर तिम्रो कुरा सुनेको गोरेटोमा तिमीलाई भेटेर फुल दिँदा तिमी लजाएर मुस्कुराएको के सम्झनाले भर्खर हिँडु जस्तो लाग्छ तिमीलाई मैले गर्ने माया ताराले आकाशलाई माछाले पानीलाई गर्ने भन्दा धेरै छ म हाम्रो भविष्य सुन्दर बनाएर नफर्किँदासम्म मलाई सम्झिराख है जुनेली रातमा तिमी एक्लै आकाश हेरेर टोलाइरहेको बेला तारालाई सोध्लान् खै त तेरो आकाश तिमी भनिदिनु कि ऊ मेरो लागि उज्यालो कमाउन गएको छ कस्तो नबुझ्ने अक्षर लेखाएको छ उसले झिसमिसे बिहानमा पँधेरोले सोध्ला खै त तिम्रो प्यास तिमी भनिदिनु कि ऊ मेरो लागि अमृत बनी फर्कनेछ कसैले सोध्यो भने त मात्रै होला पर्खिरहेको भनिदिनु उसलाई कि ऊ मेरो पर्खाइमा प्रत्येक क्षण इटाले घर बनाइरहेको छ मेरो प्यारी तिमी मेरो निम्ति धरतीको लागि सूर्य जस्ती ओठको निम्ति मुस्कान जस्ती औँलाको निम्ति सर्का जस्ती कानको निम्ति हरिभक्त कटवालको मक्तक जस्ती तिमी कतै छौ मेरो हो पर्खी बस है र म त बाँच्नुको औचित्य तिमी नै हो प्रिय यो मनमा कुरा लेखेर सकिन्न भनेर सकिन्न म छिट्टै फर्केर आउनेछु तिमी मेरो आँखामा हेरेर मुस्कुराउनु है उही तिम्रो नक्कले देख्यो भने त चिठी कति सरल हुन्छ हाम्रो जिन्दगी जस्तो ए भाइ डुब्यो कि क्या तिमी त यति सरल हुन्छ अब लेख म त अघि भनेको
त चिठी पढ अब लेख लेख न झन् त्यत्रो पढेर सुनाए फुक्क 12 वर्ष भालुलाई पुराण सुनाए राम कसको बुढा भन्दा रावणको भन्दा त्यस्तै गर्यो तिमीले त यो जोसुकै होस् नि तिमी चाहिँ अहिले यस्तो गर्दै बस्छ त्यसलाई अर्कैले काममा हाल्न लाग्छ हिँडेको होला नि पछि त्यसको बच्चाले मामा मामा भन्दै आउँछ नि फेरि बेलैमा बुद्धि पुरा आएर भाइ गणेश दिन नलेख तिम्रो कुराले हो कि यो फुलमायाको रक्सीले हो मलाई त झमझम बनायो तिमी नागै बस म त गएर सुत्न झ्याल लगाऊ है पानी छ तपाईँ तिमी सुता न म
Thank you.